यो दर्ता दिने चाहिँ को हो त यस्तो ठाउँमा? लौ हाम्रो सदस्यज्यू त यहाँ आउनु भएको छ। यस्तो ठाउँमा दर्ता मासु पसल दर्ता दिने हो यहाँ कता हुनुहुन्छ? यही नाम छ त। खोइ तपाईँकै हो यो? कहाँ छ? अर्को पनि मासु पसल छ तपाईँको? यही हो? यसैलाई हेरेर त खगेन्द्र वर कार्की यही मासु पसल हेरेर दर्ता गरेको ज्याद्रै रहेछ। मूल्य सूची राख्नु ल दिदी, घरमा राख्नुहुन्छ? ल के गर्छ? भरि मासु यस्तो रहेछ भुइँभरि मासु रहेछ यहाँ। ए तपाईँको फेरि यहाँ भुइँमा राखेको चाहिँ पकालेर है यहाँ अनुगमन गर्दा पनि यसरी अहिले यो धरान 9को गौतम पथमा धरान महानगरपालिकाद्वारा चाहिँ यहाँको मासु पसलहरू अनुगमन भइरहेको छ। आज बिहानैदेखि खसीको मासु पसलमा दिएको छ। राम्रो पनि हुन्छ। अब त तपाईँको त राख्नु तरिकै भन नि त। महिनौदेखि राखेको गर्न आउँछ पुरै पनि सीमा हुन्छ नि। अब त एक वर्षमा राख्नु कहाँ मिल्छ? अब थाहा तपाईँ थाहा नभएर पनि होला। यसरी पनि अलिक सभा पनि गर्नु होइन। अनि यो अगाडि पनि छोपेर राख्ने स्ट्याम्प गराउनु न। यहाँबाट स्ट्याम्प बनाएर माथि जाली लगाइदिनु, झिँगा छिर्दैन। तपाईँको यहीँ फ्लोर छ, यहीँनिर यस्तो मासु पसल त्यहीँको झिँगा यहाँ आउँछ। त्यहीँबाट यहाँबाट लोक हरियो झिँगा यहीँ बस्दो रहेछ। अर्को खै कहाँ छ? अर्को दुईवटा टाउको दिने नि त। यही टाउको हो? मूल्य सूची खै तपाईँ खसीको मासु कसैको? खै लेख्नु नि, टाँस्नु त खै त टाँसेको। मूल्य सूची एउटा बोर्ड बनाउनु न। अनि आज कति भन्नु त्यसपछि यति पर केजी यति भनेर 98 डबल 0 राम्रो यो तपाईँको मूल्य सूची राख्नुपर्छ अनिवार्य हो। तपाईँ उहाँलाई भनेको तपाईँको मासु बेच्दाखेरि मूल्य सूची राख्नु भयो, राख्नुहोस्। मूल्य सूची बिनाको मासु चाहिँ पसन्द नगर्नुहोस्। मूल्य सूची यस्तो फोटोकपी पेपरमा पनि अथवा यही लेखेर मिल्छ भने फोटोकपी पेपरमा चाहिँ तपाईँले हातले लेख्ने हो नि। एउटा पेपर ल्याउने हातले लेखेर गाउँछु यति टाँस्नु। खसीको मासु यति भनेर टाँस्नु न। कति टाँस्नुहुन्छ तपाईँ? कहिले टाँस्नु? कहिलेसम्म टाँस्नुहुन्छ? अहिले हामी फेरि फर्केर आउँदाखेरि नभएदेखि अब अलिकति पढाइ पनि गर्नुपर्छ। फ्रिजमा फ्रिज कति दिनमा सफा गर्नु? आजै गरिहाल्नु। भोलि हामी आउँछौँ नि फेरि चेक गर्न बिहान। बिहान आउँदा भोलि आउँछु है। उठाएर आउँदिन्छ हामी सबै। फ्रिजमा राख्नु मासुहरू प्लास्टिकमा ऱ्याप गरेर राख्नु पऱ्यो क्या। त्यसरी एउटा पनि कलेजो पनि त्यसरी राखेको छ, अर्को पनि त्यसरी राखेको छ, अर्को पनि अलिक सबै गाउँ भएको त्यस्तो कुहिएको त्यस्तो त हुँदैन नि त। ठिक हो त। मूल्य सूची नभएको साइन बोर्ड र अब त्यो सकियो यस्तो सानो राख्ने चलन त छैन नि त अहिले। व्यवसाय नवीकरण त्यो चाहिँ भएर छ है यहाँ। नापतौल के छ? यो चेक गर्नुभएको हो? खै निकाल्नु त ढक्यो। भाँडोहरू चाहिँ मान्नुहुन्छ? त्यो भाँडो हिजोको भाँडो आज मान्नुहुन्छ? यो मासु मासु जोख्ने? तपाईँले दिन होइन अहिले भरे ल्याएर राख्नु। पेपरमा लेख्ने त हो, 1000 रुपियाँ लेख्नु ल। भरेसम्म लेख्ने मूल्य सूची राख्नु होला। दर्ता छ टाउको हाल्दिनँ अलिकति। त्यो अनि मान्नु पर्दैन। तपाईँले अघिल्लो दिनको भोलिपल्ट त्यस्तै राख्ने हो। हजुर त्यो बाटा तपाईँले सधैँ भयो त्यस्तै मैले राख्ने हो। मासुको हिजोको आजसम्म हुँदैन। पोको पोको पारेर राख्नु पर्यो। कसरी राख्नु भएको गन्जागोल तरिकाले? यसो यो उगार्नु त
ताकि त्यो अहिले फ्याँक्ने नै हो फ्याँक्ने त फ्याँकिहाल्नु न कसरी फ्रिजमा राख फ्याँक्ने बाहिर राख्नु न फ्रिजमा राखिन्छ त भित्रांश भयो सिङ भयो त्यो यो कलेजो सलेजो फोक्सोहरू त्यसै राख्नु झन् इन्फेक्सन भइहाल्छ त तपाईँले प्रयोग गर्ने मासु राख्ने हो कि यसमा सफा भएन सरसफाइ चाहिँ एकदमै हुँदै भन्नु भयो यो सफा गर्नु पऱ्यो अगाडिको त्यो चाहिँ लाउनु पर्छ हुन्छ त्यो अहिले आज ल्याउने हो कसो दर्ता छ अनि दर्ता छ खै कहाँ छ कहाँ छ जस्तो देखाउनु दर्ता छ तर त्यो घरमा च्याति सकेसम्म यी राख्ने हो नि दर्ता भयो घर राख्ने होइन तपाईँ छैन व्यवसाय दर्ता एक ठाउँ राखिदिनु दर्ताले काटेर नहुन्छ एक ठाउँमा राखिदिनु कसरी छ भने देखाउनु त्यहाँ दर्ता देखाउनु पर्दैन तपाईँ दर्ता त पसलमा राख्ने हो नि त घरमा राख्ने हो र सबभन्दा बेसी बिक्री हुने पसल तपाईँको अब सबै कुरा राम्रै भयो भने एकदम कम्प्युटर निस्कियो भने सलिम मास छ सलिम के नाम हो सलिम सलिम के रेस्टोर चाहिँ राम्रो छैन अरू थोक ठिकै छ छैन अगाडि यसको मूल्य सूची खै राख्नु तपाईँको पसलमा मूल्य सूची हुनुपर्छ पर्दैन मूल्य सूची राख्नु पर्यो कहिले आफैले बनाएर राख्ने तपाईँको मासुको मूल्य कति हो त्यहाँ राख्नु पर्छ आजै हुन्छ कहाँ राख्नुहुन्छ भन्नु मूल्य सूची ट्याक्क आउने बित्तिकै खसीको मासुको मूल्य प्रति केजी कति त्यो राख्नुपर्छ के छ यहाँ हाम्रो आरी हेर्नुपर्ने भयो सफा गर्नु पर्दैन यो मासु पसल हो कहाँ छ ल्याउनु त हामी कान्छाले राखिरहेको छ कान्छालाई बोलाउँदै यो चाहिँ के राख्या हिर्दिनु के गरे यो यहाँ राख्नु हो र यो हाल्नु यो झोलामा एउटा झोलामा यो प्लास्टिकसँग राख्दैन नि यो सबभन्दा बेसी बिक्री हुने एक दिन 7-8 हुँदैन यहाँ ठिकै छ यहाँ म सोच्छु त्यहाँ भएको प्र्याक्टिस लेख्नु जान्छ यो नाप्तोलमा छैन त्यत्रो उद्योगसम्म आउँदाखेरि तपाईँले टेस्ट गर्नुपर्छ भन्ने लाग्छ नाप्तोल तपाईँले मासुको बेसी पैसा कमाउने मात्रै हुन्छ ए साथी हो चेक गराएको छैन टोइलेट र हाम्रो मासु पसलमा पनि सफा छ भन्नुहोस् त टोइलेट चाहिँ छ सफा छैन बिलहरू छ तपाईँसँग पेन बिल भ्याट बिल के छ कहाँसम्म पुग्यो हेर्नुहोस् छैन माथि हेर्नुहोस् बिल मागेको भने कहाँ के दिनुहुन्छ मासुको बिल माग्यो भने त्यही भएर त ऊ यस्तो लाउनु भनेको त्यही सफा गर्न भाइ दुई माग्नु सक्छ नि त कहिले काहीँ मिल्छ माग्यो भने बिल छैन यो कहिलेदेखिको यो हेर्नु रहेछ माथिसम्म रहेछ हेर्नुहोस् यो निकालेर फालिहाल्नु है तपाईँ मान्छे आउँदैन यो निकालेर फाल्नु है गरेको त गरेको आज त गरेको छैन नि कति दिन भन्नु हप्ता दिन भयो हिजो के गरेन हिस्ट्री गरेन अस्ति गरेको कति दिनु
मासु पसल अनुगमनको क्रममा यहाँ नगरपालिकाको मापदण्ड विपरीत देखिएको छ। एकदम सरसफाइ गरिएको छैन, नापतौल जाँच गराइएको छैन र यहाँ जुन नगरपालिकाको एउटा मापदण्ड अनुसार जुन एउटा मासु पसलको लागि एउटा मूल्य सूची पनि नराखेको पाइयो। यो ठिक छ कि तपाईँहरूको ठिक छ होइन, तर यसलाई चाहिँ भित्र बाहिर हो नि त। यो मान्छे यस्तो भिडभाड हुने ठाउँमा तपाईँ बाहिर यस्तो फोहोर गरेर तपाईँहरूको त दर्ता छ छैन? देखिहाल्नु मिति पनि मान्छे हुन्छ व्यवसाय दर्ता हुँदैन मिति पनि हेर्नु ल छोडिदिनु केही समय यो एक दिन छोडिदिनु न, अनि त्यसपछि सबै फाले पटक सफा गरेर अब राख्नु आफै बन्छ नि बिस्तारै। त्यो के हो त्यो उहाँले 80 मा गर्नु पर्यो, 80 12 मा गर्नु पर्छ होइन 80 मा गरेछ अब 82 को लागि गर्नु पर्यो नि। 81 अहिले चाहिँ गर्नु पर्यो। 2 वर्ष भइसक्यो। 2 वर्ष शेरबहादुर खड्कीकै नाममा हो यो। अब गर्ने बेला आउँदैछ नि। ए भक्तिमाया खत्री यो चाहिँ यस्तो चाहिँ यो चाहिँ ठिक हो नि। यता खत्री छ त नि, खड्की भन्नुहुन्छ खड्किने छ। ए मूल्य सूची कहिलेसम्म राख्नुहुन्छ त्यसो भए? त्यस्तो हुँदैन, तपाईँले अहिले ल्याएर राख्नु न। त्यो दाजु आउनुपर्छ, तपाईँ पेपरमा राख्नुलाई दाजु आउनुपर्छ त। कति चाहिँ हो मासुको मूल्य त्यो जाँच्नु। यहाँ 380 भनेर लेख्नुपर्छ, थाहा पाउनु पऱ्यो कि हामीले। तपाईँ टेक काट्छ न, एउटा टेक किन्नु, एउटा पेपर किन्नु, अनि लेख्नु। आज राख्नु, आजको मिति यो भोलि फेरि हो भने त्यही पानीले लेखिहाल्नु न। तपाईँ जान्नुहुन्छ त्यस्तो कहिले पानी ल्याउनु त मैले दिन्छु। एक त लेखेर यहाँ टाक्दा के दिन्छ तपाईँहरूलाई? हेर्नु न, मूल्य सूची छैन तपाईँहरूको नभएको, साइनबोर्ड छ। नवीकरण छैन, नवीकरण गर्नुपर्ने हो तपाईँले है। नभएको नवीकरण नापतौल के छ यो चेक गर्नुभएको छ उद्योग ब्याङ्कसँग लगेर? कसरी चेक गर्नुभएको छ? स्टिकर दिनु भएको छ। ठिक छ तपाईँ खै जाउनु। यो चाहिँ किन ल्याउनु भयो त एकछिनको लागि? यो घटिसक्यो बा हजुर बा खरिद गर्ने हो नि तपाईँले? कसरी हुन्छ त्यो पनि ल्याउनु त हेरौँ। होइन देखाउनु त देखाउनु हेरौँ। यो त तपाईँले उद्योग ब्याङ्कसँग आउँछ नि त नापतौलको परीक्षणको लागि। गर्नुभएको छ? गर्नुभएको छ? खै बिल देखाउनु त गरेको? स्टिकर कहाँ छ हाम्रो? त्यो पनि दिनको के हो? कतिजना हाम्रो साथी त्यो उहाँलाई बोक्नु हेलो त्यो उहाँ नगरपालिका घटी बढी भएको एउटै प्रकारको घटी बढी भएको यहाँसँग गर्नुपर्ने मूल्य सूची मूल्य सूची चेक गरेको त्यो केजी त्यो हजुर एकै खालको जस्तो 1 किलोको पनि 3टा ढक रहेछ क्या। एउटा ठिक रहेछ अरू 2टा बेठी रहेछ। कहाँ छ बनाउनु ठाउँ? एउटा बनाउने हुन्छ यो के गरेको? यो राख्नुपर्छ यो हजुर यहाँ छ भने हटाएको। अनि तपाईँको मासु पसल दर्ता छ त यस्तो सानो? खै कहाँ छ देखाउनु त? कसरी दर्ता भयो? च्याप पसल भनेर दर्ता गरे हा के नाममा छ? छिरे नै यहाँ भित्रबाट छ हैन? है होइन पहिले यो माथिबाट काट्नु थियो कि आगो लाग्नु भयो नि त। अनि सबै लड्यो क्या हामी यो उता खसी दोकानले सबै अनि लडे पनि छिर्ने ठाउँ त यो रहेछ नि त। सुरुङ मार्ग जस्तो उठाइदिनु हो यस्तो यो खै खै ल्याउनु त? फ्रिज कसरी हेर्न जान्छ? सबै दिइहाल्नु रहेछ। बिर्ख सर यो त फ्रिज कहाँबाट हेर्न जानुपर्ने कहाँबाट? म त जाने यो सरी अब फ्रिज नै निकालेर त ल्याउनु भने
चाहिँ नगरपालिकाको मापदण्ड विपरीत गल्लीमा यसरी दर्ता चाहिँ यो दर्ता दिने चाहिँ को हो त यस्तो ठाउँमा लौ हाम्रो सदस्यज्यू त यहाँ आउनु भएको छ यस्तो ठाउँमा दर्ता मासु पसल दर्ता दिने हो यहाँ कता हुनुहुन्छ यही नाम छ त खोइ तपाईँकै हो यो कहाँ छ अर्को पनि मासु पसल छ तपाईँको यही हो यसैलाई हेरेर त खगेन्द्र वर कार्की यही मासु पसल हेरेर दर्ता गरेको ज्याद्रै रहेछ वडा यो दर्ता कहाँ हुन्छ वडामा हुन्छ होइन व्यवसाय होइन बेच शाखा अधिकृत धरान उपमहानगरपालिका भनेको छ मान्छे नै हो बोर्ड पनि छैन र यति सानो यो चेक मूल्य सूची खै तपाईँको कुखुरा कसरी हो यहाँ टाक्नु पर्यो मूल्य सूची अनिवार्य चाहियो है मूल्य सूची भरे भएन भने यो सबै मौन भएको बन्द गराइदिनुपर्छ मूल्य सूची भएर यता लेखेर राख्नु पर्यो कति हो कुखुराको मूल्य न एउटा बोर्ड लेख्नु दिने पछि चेन्ज गर्दै लेख्दै फेर्दै गर्ने खालको हुन्छ अनि यति सानो ठाउँमा छ फ्रिज कस्तो छ तपाईँको 81 केही छैन अनि फ्रिजमा राख्नुहुन्छ कुखुरा यो नवीकरण गर्ने बेला भएको रहेछ होइन मूल्य सूची राख्नु तर सफा त सफा देखियो तर साँगुरो हो क्या यो जालीहरू लगाउनु कसरी लाउने कस्तो छ अहिले यतापट्टि थियो तपाईँको नम्बर दिनु त कति हो जाली चाहिँ लाउनु पर्ने यसो सर ढाक्ने ल ल्याइहाल्नु न ल बिर्खा सर छिर्नु भयो त ल हेर्नु बिर्खा सरले के देख्नुहुन्छ त्यहाँभित्र यत्रो लाइनमा मासु दोकान गरेको छ यहाँ मात्रै गलाउँदैन कि अर्को सबैतिर मासु चाहिँ राम्रो छ उभिने हामी त यहीँ किन्छौँ ए ठाउँ त सानो भयो तर मासुहरू चाहिँ राम्रो राख्नु यसै हो जाली चाहिँ लाउनु जाली बनाएको मूल्य सूची राख्नु ल दिदी घरमा राख्नुहुन्छ ल त्यही भएर भरि मासु बाहिर राखेर दोकान यस्तो त भुइँभरि मासु रहेछ यहाँ ए तपाईँको फेरि यहाँ भुइँमा राखेको चाहिँ पखालेर आज ढिलो भयो नि त है यहाँ अनुगमन गर्दा पनि यसरी छिर्नु भयो अन्त त्यही त मैले भने मासु पसल अनुगमनको लागि हामी स्कुल सर्टिफिकेट ब्याङ्क छौँ धरान उपमहानगरपालिका पत्रकार महासङ्घ त्यसरी हाम्रो वडा प्रहरी कार्यालय सबैजना प्रतिनिधि छौँ हामी के छ तपाईँहरूको यस्तो भद्रगोल देखियो त्यो मासु पसल त होइन यो त के जस्तो देखियो त पुरा भङ्ग टाइपको है अनि तपाईँको नवीकरण गर्नुभएको छ कहाँ छ त कागजपत्रहरू अहिले आउनु न कहाँ छ घरमा बनाउँछ यहाँ चाहिँदैन त्यस्तो हुन्छ तपाईँहरूले आफूले चाहिँ टाक्नु पर्दैन कति हो मूल्य भनेर कहिलेसम्म टाक्नुहुन्छ पक्का टाल्ने हो हाम्रो कति जानुभयो यो अलिकति यहाँ लगाइदिएको भए धेरै राम्रो हुन्थ्यो यो वरिपरि सफा गरिदिनु न यो के छ भने जति पुसिन जाँदैन अब यस्तो भएको यस्तो त्यही भएर त यस्तोलाई पनि सफा गर्नु पर्यो भाँडो पनि दिनु आज सफा गरेर आजै दिनुहुन्छ त यो उब्रेको कहाँ जानुहुन्छ बाहिर यो आज लागेको हुँदै होइन यो मान्नु पर्यो क्या कडक सरफ लाएर त्यो भन्छ नि चामल लाएर कडक मार्नु त्यो जाँदैन यो तपाईँ के गर्नुहुन्छ सरसफाइ गर्नु पर्यो अर्को मूल्य सूची चाहियो अर्को यहाँनिर चाहिँ तपाईँले ज्यात्न पाइएन नि तपाईँले मासु दिनेपछि ल्याएपछि मूल्य सूची पनि दिनेपछि भाइ धेरै भित्र छ हेर्नु त पेसेस हेर्नु त अरूको हेर्नु अनि मेरो हेर्नु भाइ उहाँलाई पनि भनेछौँ हामी सबैको बाहिर बाहिर छ मेरो त ठ्याक्क भाइ भित्रै बसेर मासु किन्छ नि मान्छेले अरूको त यहाँ उभिएर किन्छ अनि सुन्नु न यसको कहाँ कटिङ गर्नुहुन्छ तपाईँहरूले घरमा हजुर
छ र प्लिज मैले भनिसकेँ हेर्नुहोस् न हेर्नुहोस् कस्तो रहेछ त यहाँ हेर्नुहोस् न अरूभन्दा राम्रो रहेछ हुन्छ सफा गर्ने केटा बनाउने हो तपाईँहरूको हजुर बनाउँदिनँ किचन भात खानेर नबनाएको 15-20 दिन सिसा हाल्नु है सिसा हाल्ने हो बाहिरबाट बाहिरबाट यसरी लगाइदिनु कहिले 4 दिनमा 4 दिनमा त कहाँ हुन्छ हौ लाग्छ नि अब 6 महिना कति महिना नि पैसा चाहियो ढ्यावा 6 महिना अनि रुपियाँ केजी हो मासु कहाँ छ लेखेको कहाँ त्यहाँ लेखेर हुन्छ यहाँ लेख्नु यहाँ यसो न एउटा लेखेर लेख्नु पर्ला नि त अब भन नि त्यहाँ 1 केजी हाल्यो भने 380 निस्किहाल्छ होइन त्यही हो मूल्य सूची त्यहाँ त जति जति गरी लेखाएको त्यति जति पैसाको लान्छ त्यति निस्किहाल्छ त्यही अनि त्यस्तै छ व्यापारै थोरै 81-82 ठिक छ 81-82 असारसम्मको लागि असारसम्म अब अर्को बनाउन लाउनु अस्ति भनेको थिएँ दिदी अनि तपाईँले यस्तो सामग्री पनि बेच्नु हुँदो रहेछ यो बेच्ने तपाईँले दर्ता गर्नुभएको छ किन तपाईँले यस्तो राख्नु खै देखाउनु त खै देखाउनु त तपाईँको नजिक गरेको आयो त त्यसरी मासु पसाउन एकै ठाउँमा चाहिन्छ हो भित्र राख्नु न यहाँ नराख्नु त्यसरी तपाईँको मासु पसाउन तपाईँको यो त क्या खानको लागि हो तपाईँ मासु होइन त्यस्तो होइन तपाईँले खाने चिज हो भने भित्र राख्नु व्यक्ति हो भने यहाँ तपाईँको मासु पसल हो तपाईँले सामान बेच्नु भने मासु फ्रेस हाउस अनि यहाँ पाउनु होला किराना पसल भनेर होइन भने तपाईँले चाहिँ यस्तो चाहिँ एउटा पसल गरेर लेख्नु पर्यो क्या हेर्नु पर्यो त दिने पछि एउटा पेपरमा यस्तै पेपरमा 380 भनेर ठुलो रकमले लेख्नु ल हरेक त्यो नाम चेन्ज गर्नु है उहाँको नाम भनेको मणिकला खड्की मणिकला खड्की फोन नम्बर पनि यहाँ हो खै कहाँ छ साउदी दर्ता नबिगाउनु कहाँ गरेको चाहिँ किन पर दुईवटा दोकानमा चाहिँ थप गर्नुपर्छ एउटा दोकानबाट अर्को दोकान दर्ता खै त राख्नु चाहिँ दर्ता नबिगाउनु चाहिँ किन राखिराख्नु ल यहाँ ट्याक्क अगाडि राख्नु प्रसाद सापकोटा अहिले अब नगरपालिका प्रशासन मार्फत मैले बजार व्यवस्थापन पनि म आफै हेरिरहेको छु अब हामीले अहिले हेर्दै आउँदाखेरि अधिकांश पसलहरूमा चाहिँ मूल्य सूची चाहिँ पाइएन सरसफाइमै कमजोरी देखियो अधिकांश फ्रिजहरूमा चाहिँ अव्यवस्थित देखियो अलिकति उहाँहरूलाई हामीले थोरै सचेतना पनि अलिक बढी फैलाउनु पर्ने जस्तो लाग्यो फ्रिजमा राख्दाखेरि मासु कुन मासु कसरी राख्ने अथवा भनौँ पाकेको काँचो अथवा फरक अथवा भनौँ प्लास्टिकमा कसरी ऱ्याप गरेर राख्ने भन्ने कुरा चाहिँ हामीले अथवा कति दिनमा कसरी राख्ने भन्ने कुरा अलिकति उहाँहरूले जान्नुपर्ने देखियो सँगै मूल्य सूची कुनै पनि पसलमा नभएको देखेर उहाँहरूलाई हामीले सचेत गराएका छौँ र सरसफाइ नै मासु पसलमा चाहिँ अलि बढी सरसफाइकै कमजोरी देखियो विभिन्न क्षेत्रमा भइरहेको छ अब अहिले आज हामीले मासुको क्षेत्रमा गऱ्यौँ यसलाई हामीले निरन्तरता दिने छौँ भन्दा नि अब यो बजार आउनुको पनि हामी स्याम्पलिङ रूपमै गर्छौँ हरेक दिन जस्तो चाहिँ अब कहिले नहुन पनि सक्छ तर अब यसलाई निरन्तरता चाहिँ हामी दिन्छौँ र यो टिममा चाहिँ सुनसानी ब्रान्ड सङ्घबाट आउनुहुन्छ हाम्रो नगरपालिका अन्तर्गत नगरबारी बस्ती शाखाबाट हुनुहुन्छ त्यसै गरी पत्रकार महासङ्घबाट हुनुहुन्छ अनि हाम्रो चाहिँ अब यहाँ यही छ अनि हाम्रो वडा प्रहरी कार्यालयबाट इलाका प्रहरी प्रतिनिधि सबै उपभोक्ताज्यूहरूलाई चाहिँ अब यहाँहरूले चाहिँ मासुहरू खास गरी हामीले मैले पटक भन्दै आएको छु ठगी हुन सक्ने भनेको चाहिँ मूल्य तौल र गुणस्तर यी तीनवटा कुरामा हो अब मूल्य पनि हामीले मूल्य सूची हेरेर के छ कस्तो छ भनेर किन्नुपर्छ भने तौल पनि कस्तो छ
कहिलेकाहीँ चाहिँ ढाकीहरू चाहिँ तपाईँको चाहिँ ढाकिराखेको हुन्छ, तर त्यहाँ डिजिटल काटामा माइनस नगरी ढाकिराख्दाखेरि बढी तौलहरू पनि हामीले हेर्नुपर्ने हुनसक्छ र गुणस्तर कस्तो मासु छ, ठिक छ कि छैन हेरेर तपाईँले किनिदिनु होला। यदि तपाईँहरूको समस्या तलमाथि केही देखियो, गुनासो गर्नुपर्ने अवस्था भयो भने हामीलाई चाहिँ जानकारी गराइदिनु भयो भने हामी तत्काल त्यसको के भएको हो त्यसबारेमा हामी अनुगमन गरेर सत्य तथ्य पत्ता लगाउने कोसिस गर्छौँ। धन्यवाद।